यदि तपाईँ बिगिनर हुनुहुन्छ र नेपाल शेयर मार्केटमा कारोबार गर्न चाहनुहुन्छ भने यी 4वटा खाताको आवश्यकता पर्छ। पहिलो ब्याङ्क एकाउन्ट, दोस्रो डिमेट एकाउन्ट, तेस्रो मेरो शेयर एकाउन्ट र चौथो ब्रोकर एकाउन्ट, जसलाई हामी टिएमएस एकाउन्ट भन्ने गर्छौँ। सबभन्दा पहिला तपाईहरूलाई ब्याङ्क खाता खोल्नका लागि कुनै प्रमुख ब्याङ्कको शाखामा गएर खाता खोल्न सक्नुहुन्छ वा धेरै जस्तो ब्याङ्कहरूले अनलाइन सिस्टम पनि राखेका छन् जसबाट तपाईहरू सजिलै खाता खोल्न सक्नुहुन्छ। खाता खोल्नका लागि आवश्यक पर्ने कागजातहरू जस्तै नागरिकता वा पासपोर्ट, पहिचान पत्र र एउटा सिम कार्ड जुन तपाईको नाममा हुनु पर्यो। यी सबै कागजातहरूको आवश्यकता पर्छ र जुन ब्याङ्कबाट खाता खोल्नु भएको छ त्यही ब्याङ्कबाट डिमेट र मेरो शेयरको फर्म लिई यी दुवै खाता खोल्न सकिन्छ वा तपाईको कुनै ब्रोकर अफिसबाट पनि खाता खोल्न सक्नुहुन्छ। यदि ब्रोकर मार्फत खाता खोल्नु भयो भने फेरि तपाईलाई टिआरए नम्बर दर्ता गराउन ब्याङ्क जानुपर्छ। त्यसैले ब्याङ्कमै खोल्दा ठिक हुन्छ। यी सब खाताहरू एक आपसमा जोडिएका हुन्छन्। जस्तै पहिलो ब्याङ्क खाता जुनमा तपाईको पैसा जम्मा हुन्छ, दोस्रो डिमेट खाता जसले तपाईको शेयरहरू भण्डारण गर्छ, तेस्रो मेरो शेयर खाता जुन तपाईको नाममा रहेको शेयरहरूको सूची हो र चौथो ब्रोकर खाता अथवा टिएमएस एकाउन्ट जसले तपाईको शेयर किनबेच र व्यवस्थापनलाई ट्र्याक गर्छ। यी सबै खाता अलग अलग उद्देश्यका लागि आवश्यक हुन्छन् र तपाईको निवेश सुचारू रूपमा चलाउन मद्दत गर्छन्। यी 3वटै खाता त ब्याङ्कमै खोल्न मिल्छ। अब भने बाँकी रह्यो ब्रोकर खाता। हालको समयमा ब्रोकर खाता खोल्नका लागि ब्रोकर अफिस जानु पर्दैन, आफ्नो घरमा बसी बसी खोल्न सक्नुहुन्छ। यो खाता खोल्नका लागि कुनै ब्रोकरलाई छान्नुहोस् र त्यसमा मागेको केवाइसी फिलअप गर्नुहोस्। सबै प्रक्रिया पूरा भएपछि तपाईको खाता खोलिन्छ र यसरी तपाईहरू शेयर मार्केटमा ट्रेड गर्न र आइपिओ, एफपिओ, म्युचुअल फन्ड वा एसआइपीमा आवेदन दिन सक्नुहुन्छ र थोरै लगानी गरी आइपिओ हातपारी आय आर्जन गर्न सक्नुहुन्छ। आइपिओ, एफपिओ र शेयर मार्केट सम्बन्धी अपडेट्सहरूको लागि च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। भिडियो लास्टसम्म हेरिदिनुभएकोमा धन्यवाद।